नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले नेपालमा काम गर्ने र कमाउने तरिकालाई नै बदल्दैछ। त्यो हो गिग इकोनोमी। आखिर के हो त यो र यसले हाम्रो लागि अवसरको कस्तो नयाँ ढोका खोल्दैछ? आउनुहोस् यसलाई अलिक गहिराइमा गएर बुझौँ। अब नेपालको कुरा गर्दा यहाँ धेरै युवाहरूले एउटै समस्या भोगिरहेका छन्, होइन? जस्तै कि रोजगारीका अवसरहरू सीमित छन्, तलब कम छ अनि विदेश जानुपर्ने एउटा छुट्टै दबाव। यो त हामी सबैले देखेको भोगेको यथार्थ हो। तर प्रश्न उठ्छ, के यसको कुनै विकल्प छैन त? खुसीको कुरा के छ भने एउटा नयाँ ढोका साँच्चै खुल्दैछ र त्यो ढोका खोलेको छ डिजिटल प्रविधिले। अहिले हेर्नुस् न, इन्टरनेट र मोबाइल फोनको पहुँच जसरी बढिरहेको छ त्यसले परम्परागत जागिरको विकल्प खोज्नेहरूका लागि आम्दानीको बिल्कुलै नयाँ बाटो देखाइरहेको छ। त्यसो भए यो गिग इकोनोमी भनेको आखिर के हो त? सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो सिस्टम हो जहाँ 9 देखि 5 को स्थायी जागिरको सट्टा अस्थायी र लचिलो कामहरू हुन्छन्, मतलब प्रोजेक्ट बेस्ड काम। कम्पनीहरूले के गर्छन् भने छोटो अवधिका प्रोजेक्टका लागि स्वतन्त्र कामदारहरू यानि कि फ्रिलान्सर्स हायर गर्छन्। ल अब कुरा गरौँ यसले नेपालमा चाहिँ खासमा कसरी मद्दत गरिरहेको छ। एकदम सिधा कुरा छ, यो मोडलले कामको लागि बिल्कुलै नयाँ अवसरहरू बनाइरहेको छ। यसका केही मुख्य फाइदाहरू छन्, जस्तै आम्दानीका नयाँ स्रोतहरू, विदेशी क्लाइन्टबाट कमाउने अवसर, काममा लचिलोपन अनि हाम्रो स्थानीय सेवाहरूमा सुधार र सबैभन्दा महत्त्वपूर्ण एउटा यस्तो कल्चर जहाँ सिपलाई महत्त्व दिइन्छ। आउनुहोस् यिनै फाइदाहरूलाई एक एक गरेर हेरौँ। ल पहिलो फाइदाको कुरा गरौँ, त्यो हो आयोगको नयाँ विकल्प। यसले खास गरी विद्यार्थीहरू, पार्ट टाइम काम खोजिरहेकाहरू वा त्यो 9 देखि 5 को जागिरमा बाँधिन नचाहनेहरूका लागि एकदमै राम्रो अवसर दिन्छ। उदाहरणको लागि सोच्नुस् न, एउटा कलेज पढ्ने विद्यार्थीले अनलाइन ट्युसन पढाएरै आफ्नो खर्च मजाले जुटाउन सक्छ। अब यसको अर्को सायद सबैभन्दा ठूलो आकर्षण के हो भने विदेशी मुद्रामा कमाउने अवसर। कल्पना गर्नुस् न, नेपालमै बसेर विश्वभरिका क्लाइन्टहरूसँग काम गर्न पाइने। यसले व्यक्तिगत आम्दानी त बढ्छ नै, त्योभन्दा पनि ठूलो कुरा देश नछोडी अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने मौका मिल्छ। अनि अर्को महत्त्वपूर्ण कुरा, समय र ठाउँको स्वतन्त्रता। मतलब अब काम गर्न काठमाडौँमै हुनुपर्छ भन्ने छैन। बस एउटा राम्रो इन्टरनेट कनेक्सन चाहियो। पोखरा होस्, थरान होस् वा अरू कुनै सहर, जुनसुकै ठाउँबाट पनि विश्वस्तरीय काम गर्न र पाउन सकिन्छ। यति मात्र होइन, गिग मोडलले हाम्रो दैनिक जीवनलाई पनि सजिलो बनाएको छ। हेर्नुस् त, राइड सेयरिङ, फुड डेलिभरी वा घरमै चाहिने सानातिना मर्मतका सेवाहरू, यी सबै पहिलेभन्दा कति छिटो र सजिलो भएका छन्। यसले एकातिर उपभोक्तालाई सुविधा दिएको छ भने अर्कोतिर सेवा दिनेहरूलाई रोजगारी। र मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण परिवर्तन यसले एउटा स्किल फर्स्ट कल्चर बनाउँदैछ। मतलब अब ठूलो डिग्रीको सर्टिफिकेट भन्दा पनि व्यक्तिको पोर्टफोलियो अर्थात् उसले गरेको कामको नमुना र उसको क्षमताले बढी महत्त्व राख्छ। यसले के गर्छ भने प्रविधि, डिजाइन वा मार्केटिङ जस्ता व्यावहारिक सिपहरूलाई एकदमै मूल्यवान बनाइदिन्छ। अब जब सिप र अनुभव नै सबैभन्दा ठूलो कुरा हुन्छ, तब गिग वर्क एउटा सामान्य काम मात्र रहँदैन। यो त उद्यमशीलता अर्थात् आफ्नै बिजनेस सुरु गर्ने बाटोको पहिलो खुड्किलो बन्न सक्छ। यो यात्रा कसरी अघि बढ्छ त? सामान्यतया 3 चरणमा। पहिलो, सुरुका प्रोजेक्टहरूबाट राम्रो काम देखाएर एउटा बलियो पोर्टफोलियो बनाउने। दोस्रो, त्यही पोर्टफोलियोको आधारमा नियमित ग्राहकहरू बनाउने र सम्बन्ध विकास गर्ने। अनि तेस्रो र अन्तिम चरणमा त्यही अनुभव र नेटवर्कलाई प्रयोग गरेर आफ्नो कामलाई सानो एजेन्सी वा स्टार्टअपको रूप दिने। ला, यति धेरै राम्रा कुराहरू त भए, तर हरेक सिक्काको 2 पाटा हुन्छन्, होइन र? त्यसैले अब यसका चुनौती र जोखिमहरू के छन् अनि त्यसबाट कसरी बच्ने भन्ने बारेमा पनि थोरै कुरा गरौँ। यसमा मुख्यतया 3वटा जोखिमहरू देखिन्छन्। आम्दानी स्थिर नहुनु, कहिलेकाहीँ पेमेन्टमा ढिलाइ हुनु अनि सामाजिक सुरक्षाको अभाव। तर सही योजना बनायो भने यसलाई मजाले व्यवस्थापन गर्न सकिन्छ। जस्तै केही पैसा आपतकालीन अवस्थाका लागि सधैँ बचत गर्ने, भरपर्दो प्लेटफर्महरू मात्रै प्रयोग गर्ने र आफ्नो बचत र करको बारेमा आफै अनुशासित हुने। यति गर्यो भने धेरै सुरक्षित भइन्छ। त्यसैले अन्त्यमा भन्नुपर्दा गिग इकोनोमी सबै समस्याको समाधान त नहोला, तर सही सिप र अनुशासनका साथ अघि बढ्ने हो भने यो नेपालमा रोजगारी, आय र अवसरका लागि एक निकै शक्तिशाली विकल्प पक्कै हो।
यो एउटा यस्तो यात्रा हो जसलाई सही तरिकाले अपनाइयो भने यसले अनगिन्ती सम्भावनाका ढोकाहरू खोल्न सक्छ। यो भिडियो रिनमेन नेपालले कम्पाइल गरेको हो। हामीले सुरु गरेका छौँ डिजिटली, इकोनोमिकली र सोसियली विश्वस्तरीय नेपालको पुनःकल्पना र पुनर्निर्माण गर्ने अभियान। हामीसँग जोडिन नबिर्सनुहोला। धन्यवाद।